Hello everyone, welcome to day 6 of my skincare series. अब त हजुरले मलाई चिन्नुभयो होला है, मेरो नाम कविता पौडेल हो अनि म चाहिँ बाई प्रोफेसन आइएम अ नर्स। मेरो दुईवटा बच्चा पनि छ अनि 35 प्लस भइसक्दा पनि आइएम स्टिल ह्याभिङ एक्नी। फेस चाहिँ कहिले ओइली हुन्छ होइन, आजबाट चाहिँ मेरो स्किन एकदम डिहाइड्रेटेड अनि सेन्सिटिभ जस्तो फिल भइरहेछ। त्यही भएर चाहिँ म डर्माकोमा गएँ होइन, डक्टरले चेक गर्नुको लागि गएँ अनि अब उहाँले भनेको स्किन केयर फलो गर्छु भनेर गएको थिएँ होइन। अनि उहाँले मलाई मेरो एक्नीको टाइप देखेर टिपिकली मेरो चिन एरियामा एक्नी आएको देखेर चाहिँ उहाँले मलाई तपाईँको हर्मोनल एक्नी जस्तो छ, तपाईँले पिसिओडी रुल आउट गर्नु भनेर भन्नुभयो होइन। ठिकै छ नि त ल भनेर पिसिओडी रुल आउट गर्नु म चाहिँ गएँ होइन, चेक पनि गराएँ। सबै इन्भेस्टिगेसनहरू गर्दा चाहिँ सबै चिज चाहिँ नर्मल नै छ, मेरो विदिन नर्मल रेन्ज नै छ। अनि त्यसपछि गएर डक्टरसँग कन्सल्ट गर्दा अनि किन यस्तो आएको छ एक्नी भन्दा यो हर्मोनल नै हो तपाईँको यो एजमा आउने एक्नी भनेको चाहिँ। त्यही भएर तपाईँले चाहिँ एउटा 5वटा कुरालाई चाहिँ ध्यान दिनु भन्नुभयो होइन। अनि मैले यो पिसिओडी अथवा हर्मोनललाई के मेडिसिन के खानुपर्छ भन्दा मेडिसिन तपाईँले खानु पर्दैन। तपाईँले पिसिओडी नै भएर डायग्नोस नै भएको भए पनि तपाईँलाई चाहिँ 5वटा यति कुराले ध्यान दिनुभयो भने चाहिँ तपाईँको अलमोस्ट त्यो चाहिँ कम हुँदै जान्छ भन्नुभयो होइन। फर्स्टमा के गर्ने रहेछ भन्दा प्रपर स्लिप रेस्ट होइन। अहिले जताततै पनि टिकटकतिर फेसबुक इन्स्टा जताततै आएको छ कि रेस्ट भनेर होइन। त्यही भएर 6 to 7 आवर्स चाहिँ मिनिमम रेस्ट चाहिँ गर्नुपर्छ भनेको। रातिको निन्द्रा चाहिँ साउन्ड स्लिप हुनुपर्छ। साउन्ड स्लिप भन्नको मतलब चाहिँ कस्तो भन्दा तपाईँलाई चाहिँ एकदम आनन्दले सुत्ने क्या। रातिको जस्तो कसैको बानी छ भने बत्ती बालेर रातिको नाइट लाइट बालेर सुत्ने चलन कसैको हुन्छ होइन, कसैलाई चाहिँ बत्ती बाल्ने भन्ने हुन्छ। म पनि बच्चासँग हुँदा चाहिँ बच्चाहरू अलिक सानै हुँदा बत्ती बालेरै बस्थेँ होइन। तर चाहिँ के हुँदो रहेछ भन्दा बत्तीले गर्दा चाहिँ हाम्रो स्लिपमा डिस्टर्बेन्स हुँदो रहेछ, मेलानिन सेक्रेसन नभएर चाहिँ हाम्रो निन्द्रामा चाहिँ डिस्टर्ब हुँदो रहेछ। त्यही भएर 6 to 7 आवर्स साउन्ड स्लिप चाहिँ एउटा चाहियो। अर्को भनेको डाइट है, जति भने पनि हामीले दाल भात तरकारी खायौँ भने पनि प्रोपर प्रोटिन डाइट चाहिँ हामीले खानुपर्दो रहेछ। अनि डाइटमा चाहिँ हामीले जङ्क फुड अनि सुगरी फुड चाहिँ कम्प्लिटली अभोइड नै गर्ने होइन। दुईवटा कुरा भइहाल्यो, डाइट भयो एउटा स्लिप भयो। अर्को भनेको एक्सर्साइज होइन। एक्सर्साइज भनेर हामीले पुरा वेट लिफ्ट गर्नै पर्छ भनेको होइन। यसमा सिम्पल 30 मिनट वक अथवा आफू एक्टिभ हुनुहुन्छ भने चाहिँ त्यसले पनि धेरै फरक पार्दो रहेछ। अनि त्यसपछि गएर कसैले पनि कुरा नगरेको भनेको चाहिँ स्ट्रेस है। स्ट्रेसले चाहिँ एकदमै धेरै असर गर्दो रहेछ होइन। स्ट्रेस नलिने, स्ट्रेस कम लिने, कुनै कुराको चाहिँ प्रेसर नलिने आफूले होइन। गो विथ द फ्लो भन्छ नि, त्यस्तै गर्ने। अनि एउटा लास्ट कुरा चाहिँ यो पनि त्यति धेरै खासै ख्याल नगरेको कुरा चाहिँ यो डिजिटल कुराले, जस्तो फोनहरू हामी धेरै हेरिन्छौँ नि, त्यसको पनि लङ टर्म इफेक्ट चाहिँ एकदम नराम्रो हुन्छ। ल आज भर्खर केही देखेको छैन भने चाहिँ हामीले जति डिजिटल कुराहरू चलाइरहेको छौँ, मोबाइलहरू चलाइरहेको छौँ, त्यसले चाहिँ हाम्रो ब्रेनमा डिस्टर्ब गरेर चाहिँ हर्मोनल इम्ब्यालेन्स गराइदिँदो रहेछ होइन। त्यही भएर यति कुरालाई तपाईँहरूले ध्यान दिनुभयो भने चाहिँ धेरै कुरामा चाहिँ फरक पार्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले पनि यही कुरामा चाहिँ वर्कआउट गर्दैछु होइन। हेरौँ अब पहिलाको मेरो पिम्पल्सहरू धेरै कम पनि भएको छ, अहिले नयाँ आएको छ। अब नयाँलाई चाहिँ हेरौँ अब कति दिनमा यो जान्छ है त। बाई।